के तपाईँ पनि घरमै बसी बसी महिनाको लाखौं रुपियाँ कमाउन चाहनुहुन्छ? नमस्कार साथीहरू, स्वागत छ। यदि हजुरहरू पनि एजुकेसन अर्थात् जीके भिडियो बनाएर महिनाको लाखौं रुपियाँ कमाउन चाहनुहुन्छ भने कृपया भिडियो अन्तिमसम्म हेरेर साथ दिनुहोला। च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइबसँगै एक लाइक र मिठो कमेन्ट गर्न नबिर्सिनुहोला। म हजुरहरू सामु दैनिक यस्तै महत्त्वपूर्ण भिडियो लिएर उपस्थित भइरहनेछु। आउनुहोस् सुरु गरौँ आजको भिडियो। सर्वप्रथम त मोबाइलको प्ले स्टोरमा जानुहोला। त्यहाँ बिनिमी एप रहेको छ, त्यसलाई डाउनलोड गर्नुहोला। मैले अलरेडी डाउनलोड गरेको हुनाले म सिधै एपतर्फ प्रवेश गर्न चाहन्छु। तल प्लसको आइकन देखिराख्नु भएको छ, कृपया एकचोटि त्यसलाई क्लिक गर्नुहोला। टपमा नेम एन्ड एनिमेसन भनेर आएको छ, त्यहाँ आफूले के सम्बन्धी भिडियो बनाउने हो त्यसलाई टाइटलमा राख्नुहोला। मैले उदाहरणको लागि मेरो भनेर राखेको छु। साथीहरू राखिसकेपछि स्पेस नछोड्नुहोला, प्रोजेक्टमा क्लिक गर्नुहोला। साथीहरू यति भइसकेपछि तपाईले केका लागि भिडियो बनाउँदै हुनुहुन्छ यहाँ फर्म्याट चुज गर्नुहोला। देख्न सक्नुहुन्छ मैले युट्युबको लागि भनेर 1080 मा भिडियो बनाउँदै छु। ल हेर्नु साथीहरू, मैले अघि नै भनेको थिएँ जब आफ्नो टाइटल चुज गरिसकेपछि स्पेस नछोड्नु होला भनेर। स्पेस नछोड्दाखेरि यहाँ क्लिक हुँदैन। तपाईले राम्रोसँग हेर्नु होला। फाइनल्ली अब सुरु हुँदैछ हाम्रो क्वेशन बनाउने काम। यहाँबाट तपाईले यसरी क्वेशन बनाउन सक्नुहुन्छ। यहाँ क्वेशनहरु टाइपिङ गर्न पनि सकिन्छ र लेख्न पनि सकिन्छ। दुईटै तरिकाबाट यहाँ बनाउन सकिन्छ। मैले लेख्दै छु, तपाईले पनि यसै गरी टाइपिङ गर्नु होला। पेस्ट गर्न पनि सकिन्छ। एकदम बेस्ट उपाय भनेको पेस्ट गर्दा पनि राम्रो हुन्छ। यदि भइसकेपछि फाइनली हेर्न सक्नुहुन्छ यहाँ भइसकेको छ। मैले लेखेको छु मेरो देश नेपाल भनेर। यसलाई यहाँ धेरै किसिमको एनिमेसनहरु रहेका छन्। यहाँ एनिमेसन सानो ठुलोदेखि ल्याएर धेरै किसिमको बनाउन सकिन्छ र यसलाई अहिलेको हेर्दा इन्टर गर्नु होला। कत्रो साइजमा राख्ने हो यहाँ साइज राख्नु होला। साइज राख्नको लागि मैले 200 राखेको छु। 200 एकदम बेस्ट हुन्छ। 200 राखिसकेपछि यसलाई हातले तलमाथि पनि गराउन सकिन्छ। तपाई पनि त्यसै गरी हातले तलमाथि गराउनु होला। मेरो देश नेपाल लेखेको छु मैले र यसरी यहाँबाट कलरहरु पनि चेन्ज गर्न सकिन्छ। कुन कलरको डालेको बेस्ट हुन्छ। थुप्रै कलरहरु रहेका छन्। कलर चुज गर्न सक्नुहुन्छ। मैले यो कलर राखेको छु। यहाँबाट ब्याकग्राउन्ड पनि चेन्ज गर्न सक्नुहुन्छ तपाईहरुले कस्तो किसिमको ब्याकग्राउन्ड राख्ने भनेर। अहिले अहिले व्हाइट ब्याकग्राउन्ड छ भने अब यसलाई यस्तो कलरको ब्याकग्राउन्ड राख्दा पनि राम्रो देखिन्छ र तपाईको इच्छा अनुसार तपाईलाई जस्तो मन पर्छ त्यस्तै कलरको ब्याकग्राउन्ड राख्न सक्नुहुन्छ। हेर्न सक्नुहुन्छ यसरी। यहाँ भइसकेको छ, क्वेशन तयार भइसकेको छ मेरो देश नेपाल भनेर। यहाँ हेर्नु धेरै किसिमका एनिमेसनहरु रहेका छन्। यहाँबाट एनिमेसनहरु पनि तपाईले चेन्ज गर्न सक्नुहुन्छ। कलर एनिमेसन धेरै किसिमका अप्सनहरु रहेका छन्। यहाँ देख्न सक्नुहुन्छ मैले सिलेक्ट गरिरहेको छु एनिमेसन। तपाईले पनि यहाँ एनिमेसनहरु यसै गरी चुज गर्न सक्नुहुन्छ। तपाईको क्वेशनमा केही थप्नु पर्ने अथवा घटाउनु पर्ने छ भने यहाँबाट पनि लेख्न सक्नुहुन्छ। तपाईले माथि पेन्सिलको आइकन रहेको छ, पेन्सिलको आइकनलाई टच गर्नुभयो भने पुनः त्यहाँ टेक्स्ट गर्न मिल्छ। र तपाईले अर्को क्वेशन बनाउनको लागि अथवा ह्यान्डराइटिङ कस्तो किसिमको राख्ने हो यहाँबाट गराउन सक्नुहुन्छ। कलर कस्तो किसिमको राख्ने भनेर धेरै अप्सनहरु रहेका छन्। कृपया सबै फिचरहरु गर्ने भने भिडियो लामो हुन्छ र म तपाईलाई धेरै किसिमको फिचरहरु देखाउन चाहिन। जुन मेन पोइन्टहरु छन् म तिनी पोइन्टहरु मात्र भनेको छु। तपाईले यहाँबाट यसरी ह्यान्डराइटिङहरु पनि चेन्ज गर्न सक्नुहुन्छ है। कस्तो ह्यान्डराइटिङ राख्ने। मैले अहिले मयूरको पक राखे। तपाई फेरि हेर्न सक्नुहुन्छ। सुन्दर देखिएको छ। तपाई पनि यसै गरी लामो क्वेशनहरु बनाएर अप्सनहरु बनाएर राख्न सक्नुहुन्छ। र तपाईले यहाँ देख्न सक्नुहुन्छ यहाँ एडिटको अप्सन, रेकर्डको, म्युजिकको धेरै अप्सनहरु रहेका छन्। एकैचोटी हेर्दाखेरि सिकिँदैन, यसलाई बारबार हेर्नु होला। एकैचोटीमा कसैले पनि सिक्दैन र जति भिडियो हेर्यो जति वाच गर्यो त्यति धेरै सिक्ने कुरा हो। र भिडियो कस्तो लाग्यो सल्लाह सुझाव प्रतिक्रिया दिन नभुल्नु होला। म हजुरहरु सामु यस्तै टेक्निकल सम्बन्धी भिडियो लिएर पुनः उपस्थित हुनेछु भन्दै आजलाई बिदा हुन चाहन्छु। हस्त, धन्यवाद।